Hello, good morning everyone. आज बिहानको 6 बजिसकेको छ र हामी चाहिँ तताउँदै छौँ मेलबर्नतिरको बाटो। हाम्रो चाहिँ ब्याक जर्नी के कस्तो हुन्छ हेर्नु होला यो भिडियोमा। र आज चाहिँ हाम्रो प्लान चाहिँ युरोपमा गएर स्टोर ओभर हाम्रो अङ्कलको घर छ, त्यहाँ गएर बस्ने छ। लेट्स गो थ्रु द भिडियो। यहाँ अलि धेरै यात्रा बोलाउँछ यहाँ। को म गएन तुलसी त अनिश्चित भेट भयो भेट हुने भएन भनेर अब फाइनल भएको हेर्दा यस्तो हुँदो रहेछ के अरे मैले तुलसी छुटे भन्ने हिसाबले हामी चाहिँ गरेको थियौँ। सचिन पनि आउनुपर्ने तर यिनी क्यानबेरा जाँदैन। हामी चाहिँ यहाँ तुलसीलाई झुक्केर भेट्यो होइन, के अरे अस्ति नै झुक्केर भेट्यो के भएको अरे अस्ति नैचोटि आउँदा पनि सिटीमा भेटेर अनि त्यसपछि कता कता गएको होइन त्यस्तै भएको। अहिले पनि अचानक अहिले त भेट्न आउने भयो भनेर फाइनल गरेको अनि अचानक यहाँ भेडाबारीमा आएर भेटियो। यत्रो भेडाको मूर्ति छ होइन, त्यहाँ रमाइलो भयो सेक्सिन भयो नि भेटिँदाखेरि सबैसँग भेट सोचेको मान्छेहरू लास्टै बिजी लाइफ के हेर्दा सबै मायालु मनप्रति मेरो हार्दिक कृतज्ञता जाहेर गर्न चाहन्छु। यो गीत मन पराइदिनु हुने सुनिदिनु हुने सबै नेपाली मनहरूको लागि होइन ह्याप्पी तिहार भन्न चाहन्छु म। सचिन पौडेल फ्रम पहिला पहिला गाउँघरतिर घुमाउने घर हुन्थे, पहिला पहिला गाउँघरतिर घुमाउने घर हुन्थे, भुल्या छैन अझै पनि पालेको हुन्थे, भैँसी पाल्थे कोटभरि दाइको भाइको मेरो दाइको घेरो कोटभरि भैँसी पाल्थे कोटभरि। यो कहाँ यो कुनै खै ठाउँको नाम चाहिँ थाहा छैन, तर बिचमा गोलबनबाट लगभग 1 घन्टा गाडी चलाइसकेको छौँ। सिडनीबाट 3-3.5 घन्टा चलायौँ होइन। गर्मी छ होइन, रेस्ट एरियामा एकछिन रेस्ट गरौँ। यहाँ धेरै गर्मी छ। अब मेलबर्न सिटीतिर काम नि होइन। अब होपफुली अब मेलबर्न जाँदाखेरि चाहिँ गर्मी सुरु होस्। कस्तो अनुभव भयो? भन्दाखेरि वागातिर हो जस्तो लाग्यो होइन। अहिले हामी रोकिएका छौँ र बिसाउनी फेर्दै आइरहेको छौँ। रमाइलो छ माहौल चाहिँ है। गाडी यसरी ट्रक पार्किङहरू गर्छ कि यहाँ चाहिँ ठाउँमा छ। एभ्री भनौँ न एभ्री 5-10 मिनटमा मान्छेहरू यसरी बस्ने अनि त्यहाँ हेर्न सक्नुहुन्छ होइन। त्यहाँ छाप्रो टक्क छाप्रो लगाइदिएको छ अनि तताउने व्यवस्था पकाउने व्यवस्था मान्छेले पकाउँदै खाछन्। टक्क गाडी साडी रोके सामानहरू ल्याए, पोर्टेबल इन्डक्सन ल्यायो, त्यहीँ पकाइराखन् कि लिटरली त्यहीँ पकाइराखन् है। ड्राइभर स्वाप गर्ने कुरो छ, म उताले ड्राइभ गर्दैछु।
एकछिन मनोरम दृश्य हेर्दै बस्नु दृश्य हेर्दै हम बाबा पनि आउनुभयो यत्रो 14-16 घण्टाको ड्राइभ त हामी गरिन्न होला है अर्कोचोटि आउँदा अहिले त धेरै गऱ्यौँ नि के हुन्छ थाहा छैन अब कता भन्छ के भन्छ तर अब सिडनी एडिलेड जानु पर्यो भने 10 घण्टाको आसपास अब 14 घण्टा त रोकेर यताउति घुमेर पनि भयो नन स्टप ड्राइभ त तपाईँको 10-12 घण्टा भएको हो होइन यस्तो गरिन्छ होला 14-15 सम्म 2 जना चलाउने हो भने त बिचमा रोक्दै अथवा बिचमा बसेर जाँदा रमाइलो हुन्छ क्या रोड ट्रिपहरू पनि एकदमै रमाइलो नै भइराख्यो नि गयो गफर्यो मकै खायो निमकिम ल्याथ्यौँ मकै ल्याथ्यौँ खानेकुरा ल्याथ्यौँ पानी खाए पानी एक कार्टुन पानी राखेको थियौँ कार्टुनमा आनन्द बिचा झर्दै खायो रमाइलो भयो आनन्द भयो अब जाने दिन आएर पो भिक्टोरिया यहाँबाट सुरु भयो गाइस जलपाइगुडीबाट ड्राइभरले हामीलाई चाहिँ राम्रो तरिकाले कुदाइराख्नु भयो भने ड्राइभ गरेको गर्मी कस्तो हो सिडनीबाट यता मेलबर्न आउने गर्मी नै भइरहेको गर्मी सुरु भइसकेको छ होइन यो स्टिल मेलबर्नको के अरे सिडनीको वरिपरि भएर होला क्या भिडियो गर्न लागिसकेको सेपाटन आउने बाटो भयो है म 4 आवर भइसक्यो है मैले गाडी चलाएर ड्राइभ गरेको 4.5 आवर भयो म एकलट सुतेँ आधी घन्टा जति स्याउ फार्म जस्तो मकै हेर्नु त के हो फार्महरू टन्नै रहेछ त स्याउ नै हो त यो म त स्याउको सेपाटन आइसकेका छौँ बजार एरिया अब 5 मिनट खाजा पानी खाएर भुजा खाएर भुजा थपिएन कि कसैले हिजो है भुजा थप्नु पर्ने रहेछ बिग डब्लुहरू पनि हुँदो रहेछ बनिङ्सहरू रहेछ सबै खुल्या रहेछ के उनीहरूले बजार गराउनलाई त्यहाँ चाहिँ सानो एक्सिडेन्ट भएछ पुरै मिडियाकर्मीहरूदेखि लिएर पुलिसहरू सबै आएर गाडी नै लिएर गइसक्यो लास्टै कचाकच भएको छ बिस्तारै है बिस्तारै अर्को गाडी चाहिँ गुनले हो पार्किङको पैसा दिनुपर्ने रे यहाँ यस्तो छ हेर्नु अर्डर गर्दैछन् अर्डर गर्दैछन् अब क्याप्सीको खाने भनेर क्याप्सी हामी शेरपाटनमा सेन्टरमा आएका छौँ क्याप्सीमा भाइको घरतिर इरुवातिर लाग्नेछौँ मोटो चिप्स फेरि गाडी चलाउँछु फेरि चलाउनु मन लाग्यो गाडी कि मैले चलाउनु तिमीले चलाउन मैले अघि यताउति हेरेँ होइन हेर्नु परेको कि मैले फार्महरू अब मजाले हेर मैले गाडी चलाउँछु आधी घन्टामा अनि अङ्कलको घर पुगिन्छ है त सिउ इन युरो हो अलिअलि 30 मिनट लेट्स गो बाई बाई मनी आइयो हामी मकै हेर्नु त के हो हामी यहाँ हिँड्दा अफ रोड पनि आइसक्यो युरो आउन लगभग 10-15 मिनट छ र यो अफ रोड थ्रु हालेको म्यापले है केयर लाउनु अगर मम्मी केयर लाउनु ह यही आज बकुला सिमी खाने पाइयो ए यस्तो पौरो कान्छ्याको फुर्सदै छैन नि साग अब यी लौकाहरू काँक्रा कति रमाइलो सबै रहेछ नि है
रमाइलो छ भाइ यहाँ बस्नलाई खासै मलाई कति रमाइलो लाग्यो कि रमाइलो छ अब फेरि केटाकेटी यतै भयो यतै हुँदाखेरि रमाइलो हुँदछ कि आफ्ना छोराछोरी जहाँ भयो उहीँ रमाइलो छोराछोरी भएको त धेरै साग लाने र साग आमा लानु भन्नुभयो धन्य बाबुले पुरै युरो गाउँ हामीलाई देखाइरहेको छ उताबाट हजुरबा र बाबा हिँडेर आउँदै हुनुहुन्छ भने मम्मी अलि पछाडि पछाडि हुन्छ यो चाहिँ पहिलाको ओल्ड युम फ्रीवे भन्नुभएको थियो अङ्कलले भन्नुको मतलब अब पहिला यो यम 31 बन्नभन्दा अगाडि चाहिँ यताबाट सिडनी आउने जाने हुन्थ्यो भने अझै यो बिचमा गाउँ बनेको भएर अलि साइडबाट हिँड्छ यम 31 नन स्टप हाइवे चाहिँ बाबु where's your dad's hotel? Is that the one? Let's go there. लास्टै चमक भयो बाबु बाँदरै किन्नरै नगएको हो तिमी यु आर मंकी नो मंकी है खुसी भयो क्या यहाँ बाबाको होटल अगाडि आयो नि त यो चाहिँ अङ्कलकै छाउनीको हो पहिलो आई मिन डिफ्रेन्ट हो अङ्कलले गर्ने चाहिँ अलि त छ यो चाहिँ पुरै आउटडोर सिटिङ जस्तो छ पुरै डोराइराख बाबुले बाबुको किचनतिर लिएर जान्ला के रम क्याप के गर्दै हुन्छ जमाना पालादेखि ट्र्याक्टर रहेछ सबै रहेछ घर पनि रहेछ यहाँ अब त्यहाँ पढ्ने भने काँडा के हो त्यसमा छ त्यो लडाइँको हो क्या त्यो जम्मै त्यो युरो आर्सियल खोला कस्तो मजाले राखेको यो त मान्छे खोला पनि छ टन्न रमाइलो छ यी पार्क आयो पार्कमा जमानाका यत्र बनाएको How many ice cream you want? Only two. Yesterday you say only one. Which one, vanilla or chocolate? He wants chocolate. One? अझ हामी ब्रोड मिरज आएका छौँ सिरोबाट सिधै राम अङ्कलको घर छ ग्लेन प्रे ब्रोड मिरज सँगसँगै छ बा डराउनु हो क्या खेल्न खोजेको तपाईँको घरबाट हामी अब बाइक घर जाँदैछौँ ल एउटा मिस्टेक गर्न कि मिस्टेक बेना ल्याउने ल सबलाई घर अगाडि ल बस्नु न मोबाइलबाट राम्रो आउँछ होला ग्यारेजको ढोका बन्द गरेर त राजु हामी अब फाइनली घर जाँदैछौँ त्यो अङ्कलको घरबाट लगभग आधी घन्टा टाढा आयौँ होइन कि सिटी थ्रु जानु पर्थ्यो कि यो थ्रु जानु पर्थ्यो के उतापट्टि बढी ट्राफिक भएको भएर म्यापले मलाई यतातिर ढाल्यो वहाँ सिडनीको हार्बर ब्रिज भने जस्तै यहाँको वेस्ट गेट ब्रिज हो क्या त्यही भएर म चाहिँ यताबाट निस्किन लाएँ तिनीहरू सिटीलाई मुनि अन्डरग्राउन्ड हुँदै जान्छन् पैसा काट्छ क्या मैले तपाईँहरूलाई देखाउने यहाँ अन्डरग्राउन्ड हो भनेर हामी अब एम स्ट्रिट क्या सही घर के आहा कति राम्रो डेकोरेसन कति राम्रो त्यतिकै जाँदा नि त्यस्तो बिक्री हुन्छ नि त त्यो जाँदा म उता मात्र हुन्छु गएर